पछाडि पछाडि के हो त्यहाँ केही पसल ससल छ कि क्या हो? हेलो प्लिज यो हलभित्र चाहिँ नबोलौँ त, हलभित्र नबोलौँ। ठिक छ, केन्द्रीय सदस्यहरू बाहेक अरू साथीहरू बाहिर जानु भए हुन्छ र बोल्न चाहिँ एकदम मनाइ छ, ठ्याम्मै। आवाज बन्द भयो। त्यता आवाज बन्द भयो साथीहरू? ल ठिक छ, आवाज त्यहाँ बन्द होस् है। कोही पनि नबोल्ने, अर्कोलाई नबोल नभनौँ न, सिद्धिहाल्यो नि। आफू पनि नबोल्ने, अर्कालाई नबोल पनि नभन्ने। अच्छा, त्यसो भएर हाम्रो एकता, म केन्द्रीय कमिटीको यस बैठक मार्फत सिङ्गो पार्टी पङ्क्तिलाई एकताबद्ध भएर आफ्नो कर्तव्य निर्वाह गर्ने भूमिकामा, पार्टीका निर्णय कार्यान्वयन भूमिकामा प्रस्तुत हुन आग्रह गर्न चाहन्छु। अब हामीले यस आन्दोलनमा हामी त अरूलाई साथ लिने हो, अरूसँग मिल्ने हो, अरूसँग मिलेरै आन्दोलन गर्ने हो। जो आन्दोलन गर्न सक्छ, जो आन्दोलनमा आउन सहमत हुन्छ, जो आन्दोलन गर्न तयार हुन्छ, ती शक्तिहरूसँग हामी मिलेरै अगाडि बढ्ने हो। म देशका सम्पूर्ण राजनीतिक दलहरू, सङ्घ संस्थाहरू, बौद्धिक समुदाय, नागरिक समाज सबैलाई एकताबद्ध भएर लोकतन्त्रको पक्षमा, संविधान रक्षाको पक्षमा, संसद पुनर्स्थापनाको पक्षमा एकजुट हुन र अगाडि बढ्न आग्रह गर्न चाहन्छु। यो देश सबैको हो, एमालेको मात्रै होइन। एमालेका रिसले अन्यथा गर्दा भोलि नेपालको अस्तित्व रहे झैँ नेपालको विकास, नेपाल एउटा खास इतिहास भएको देश, त्यसको खास पहिचान आगामी दिनमा पनि बनाउनु पर्नेछ। त्यस अभिभावनाबाट हामी नचुकाउँ, म सबैलाई आग्रह गर्न चाहन्छु। विभिन्न कालखण्डमा कतिपय कारणले कतिपय साथीहरू गल्ती गर्नुभएको छ, तर अब तिनै गल्तीमा अल्झिएर बस्ने बेला होइन। कतिले पार्टी विभाजन गराए, सङ्गतले होला, सम्पर्कले होला, अरू कारणले होला, साथीहरू भ्रममा पर्नुभयो होला, भुलवश अनेक सङ्गत परिस्थितिले पार्टी परित्याग गरेर पनि जानुभयो होला, विभाजनमा पनि अर्कोतिर कुद्नुभयो होला। तर नेकपा एमाले एउटा फराकिलो छाती भएको, विशाल अभिभारा काँधमा बोकेर हिँडेको पार्टी हो। यसको मनमा, यसको हृदयमा संकीर्णता छैन। त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हिजो जो घर छोडेर अन्यत्र जानुभएको थियो, घर फर्किनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हिजो उहाँहरू समेत भएर पनि हामीले यो पार्टी निर्माण गरेकै हौँ। उहाँहरूको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ। विभिन्न कारणले जानुभयो होला कुनै समय कतै, त्यसैमा नअल्झिनुहोस्। आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुममा बोकेर कुद्दैछन्। म कार्यकर्ता साथीहरूलाई भन्न चाहन्छु, तपाईँ आफैले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्न नजानुस्, कुनै चौपारी खोज्न नजानुस्, कसैका बलेसीबाट भित्र छिरेर ओत लाग्ने कुरा नखोज्नुस्। यो मजबुत घर छ, यसलाई कसैले डगमगाउन सक्दैन। अहिले पनि 6.5 लाख सदस्य भएको यो एउटा मजबुत पार्टी हो। 23वटा महासङ्घ भएको पार्टी हो। 100औं जनवर्गीय पेशागत सामुदायिक भएको
सङ्गठनहरू भएको पार्टी हो। हरेक ओडा मात्रै होइन, हरेक टोलमा पुगेको पार्टी हो नेकपा एमाले। यसमा आउनुहोस्, बास खोज्दै नहिँड्नुहोस्।